नमस्ते यहाँहरूलाई मेरो च्यानल सुस्वीट फुडमार्टमा स्वागत छ। मैले 400 ग्राम जति तुर दाल लिएको छु र यो तुर दाललाई राम्रोसँग सफा गर्नुपर्ने हुन्छ। सफासँग 2-3 पानीमा धुनु होला। केही बेर दाललाई भिजाइराखेको छु। तबसम्म मैले साम्बारको लागि तरकारीहरू काट्न गइरहेको छु र सबभन्दा पहिले मैले एउटा गाजरलाई डाइस गर्न गइरहेको छु। र साम्बारलाई चाहिने जति सबै तरकारीहरू मैले काटिसकेको छु। केही प्याज स्लाइस गरेको छु र केही टमाटरलाई पनि डाइस गरेको छु र एउटा आलुलाई पनि डाइस गरेको छु। केही ड्रम स्टिक र केही लौकीलाई पनि डाइस गरेको छु। साथै केही पाकेको फर्सीलाई पनि डाइस गरेको छु। ल हेर्नुहोस् त, दाल लगभग भिजिसकेको छ। अब यो दाललाई उसिन्न गइरहेको छु। अब यो दाललाई कुकरमा हालेर र 1.5 लिटर जति पानी हालेर 2-3 सिटीसम्म हामी पकाउनु पर्ने हुन्छ। र दाल पाकुन्जेलसम्म मैले एउटा हन्डीमा केही तेल हालेर लगभग 30 ml जति तेल हालेर 20 ग्राम जति तोरीको दाना हाल्न गइरहेको छु। त्यसपछि आधा चिया चम्मच मेथीको दाना, छ 7वटा जति सुकेको खुर्सानी हालेर केही बेर भुट्नु पर्ने हुन्छ। र केही बेर भुटिसकेपछि त्यसपछि 1 चिया चम्मच जति हिङलाई पनि फुराउन गइरहेको छु र यसलाई राम्रोसँग चलाएर केही करी पत्ता पनि हाल्न गइरहेको छु। 1.5 कप जति स्लाइस गरेको प्याज पनि हाल्न गइरहेको छु र फेरि केही बेर चलाउनु पर्ने हुन्छ। र प्याजलाई नरम हुन्जेल गरी भुट्नु पर्ने हुन्छ। त्यसपछि अघि काटेको तरकारीहरू पनि हाल्न गइरहेको छु र तरकारी हालिसकेपछि तरकारीहरूलाई केही बेर भुट्नु पर्ने हुन्छ। त्यसपछि 1 चम्चा बेसार र 1 चम्चा नुन हालेर केही बेर चलाउनु पर्ने हुन्छ। त्यसपछि 1 चम्चा अदुवा लसुनको पेस्ट, त्यसपछि केही बेर मजाले भुट्नु पर्ने हुन्छ। त्यसपछि 20 ग्राम साम्बार पाउडर र 20 ग्राम रेड चिल्ली पाउडर हाल्न गइरहेको छु। र राम्रोसँग मिक्स गरिसकेपछि अघि काटेको डाइस टमाटो पनि हाल्न गइरहेको छु।
त्यसपछि थोरै पानी हालेर केही बेर चलाउनु पर्ने हुन्छ। र यसरी नै मजाले भुट्नु पर्ने हुन्छ। त्यसपछि 2 लिटर जति पानी हाल्न गइरहेको छु। त्यसपछि तरकारीलाई छोपेर सानो हिटमा राम्रोसँग पकाउनु पर्ने हुन्छ। त्यसपछि 20 ग्राम इमलीको रस हाल्न गइरहेको छु। र त्यसपछि फेरि छोपेर केही बेर राम्रोसँग पकाउनु पर्ने हुन्छ। उडदको दाल पनि राम्रोसँग पाकिसकेको छ। यसरी नै दाल राम्रोसँग पाक्नु पर्ने हुन्छ। अब पाकेको दाललाई हाल्नु पर्ने हुन्छ। र साम्बारलाई फेरि छोपेर लगभग 15 मिनट जति पकाउनु पर्ने हुन्छ। र हाम्रो साम्बार लगभग रेडी पनि भइसकेको छ। यसरी हेर्नु होला, ड्रम स्टिक राम्रोसँग पाकिसकेको छ। र यो ड्रम स्टिक धेरै पाक्नु पनि हुँदैन र काँचो पनि हुनु हुँदैन। र साम्बारको कन्सिस्टेन्सी पनि यस्तै हुनुपर्छ। त्यसपछि काटेको धनिया पत्ता हाल्न गइरहेको छु। र साम्बार लगभग रेडी भइसकेको छ। अब साम्बारलाई निकाल्न गइरहेको छु। र साम्बारलाई सर्भिङ बोलमा हालेर सर्भ गर्न गइरहेको छु। योसँग हजुरहरूले इडली, डोसा, राइस र चपातीसँग राम्रोसँग खान सक्नुहुनेछ। यदि हजुरहरूलाई मेरो यो रेसिपी मन पर्यो भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला।